साथीहरु सन्चै हुनुहुन्छ तपाईहरु म पनि सन्चै छु अनि आज म चाहिँ कहाँ हिँड्न आँटेको भने हस्पिटल हिँड्न आँटेको नि त आँखा धेरै दुखेर अनि म चाहिँ अब जान लागिरहेको छु अनि म चाहिँ सफारीको खोजीमा छु सफारी अनि हाम्रो बाहिरको वातावरण चाहिँ यस्तो छ पुरा घाम लागिरहेको छ अनि हरियाली जंगल भइरहेछ अहिले पानीको सिजन भएर अब पानी पर्ने सिजन भएर अनि कस्तो दामी देखिरहेछ आकाश पनि वाह कहाँ जानुभयो अंकल थाहा छैन फेरि यहाँ फुलै मन परेर यस्तो हेरेको त फुल ओइलिसकेको रहेछ हावा चल्दा त वाह कस्तो दामी देखिरहेछ अंकल चाहिँ कहाँ चाहिँ जानुभयो अनि आउनै आँट्नु भएन त चाहिँ सफारीको वेटिङमा छु सफारी आउँछ भनेर पर्खिरहेको छु अनि हाम्रो यहाँ पनि यस्तो फल्न आँटेको छ बिचारै यत्रो ठुलो भयो चाहिँ सिक्किमबाट आइपुगेको अर्किडै यसले चाहिँ बिरुवा हान्दै रहेछ सानो अर्किड हुन्छ कि हुँदैन यो तराईमा त हुँदैन रहेछ नि त अनि सानो हानिराखेको छ अर्किडले हेर त कस्तो माया लाग्दो सबै फुल पनि के साह्रो दामी हो यसरी बडारा फुलेको त्यो पनि यहाँनिर झुन्डेको हेर्नु त आम्मामा फुल पनि दामी पो देखिँदैछ त यहाँ पनि त्यही माथि हावा चलेपछि त के गर्नु त्यस्तै त हुन्छ जिन्दगानी हावा चलेर अंकल चाहिँ भर्खर पाइपुग्नु भयो ढिलो भइसक्यो यो अंकललाई पर्खिँदा साथीहरु म चाहिँ लाइनमा बस्दै अल्छी लाग्यो नि त अनि बाहिरको यसो भ्यू खिचौँ न है भनेर बाहिर आएँ अनि बाहिर आएपछि चाहिँ फेरि मेरो नाम आयो हो अनि आँखा जाचिसकेपछि त मेरो त अलरेडी चस्मा लाउनु पर्ने हो किनभने पहिला पनि मैले लगाएको नि त चस्मा अनि त्यो भएको कारणले मैले चाहिँ चस्मा लाउनै पर्ने भयो अनि त्यसपछि चाहिँ म चस्मा बनाएर यसरी घर फर्केँ अनि त्यसपछि त आँखालाई पनि शीतल भयो टाउको दुख्नु पनि कम भयो यसरी मेरो चाहिँ आँखाको जाँच सबै भइसक्यो साथीहरु